हेलो रोजी क्रिसमसको तयारी कस्तो हुँदैछ हेलो गोमा हेलो जेमिसी जय मासी क्रिसमसको तयारी कस्तो हुँदैछ म त यहाँ चिलाउँदैछु एकदम राम्रो भइरहेछ हेलो रेबिना हेलो जेमिसी क्रिसमसको तयारी कस्तो हुँदैछ धेरै नै रमाइलो हुँदैछ तपाईहरु पनि आउनुहोला। थ्याङ्क यू Hey guys, Devashi, हेलो जेमिसी क्रिसमसको तयारी कस्तो हुँदैछ? ए म त बेलुन फुक्दैछु रमाइलो हुँदैछ राम्रो हुँदैछ जय मासी बिहानसीको मेट्रोको ओसाकाको युनिभर्सिटीमा भोलि स्वागत छ मेरी क्रिसमस मेरी क्रिसमस हेलो श्याम भाइ जेमिसी जयमसी क्रिसमसको तयारी के कस्तो हुँदैछ तयार भइसकेको छ अगाडि देख्नु ए ल ठिक छ जेमिसी मेरी क्रिसमस ओके जयमसी दाजु जयमसी मेरी क्रिसमस मेरी क्रिसमस क्रिसमसको तयारी कस्तो हुँदैछ दाजु अच्छा हो रहा है ओके जयमसी सबैलाई भोलिको लागि चाहिँ हाम्रो केक आइसकेको छ हाम्रो सिमिनिस्ते कुरासाई अनि यो केकको स्पोन्सर चाहिँ हाम्रो आदरणीय विनोद बाबु रसाइलीज्यू हुनुहुन्छ ओके अहिले चाहिँ हामीले सामानहरू अनलोड गर्न जाँदैछौँ यो चाहिँ प्याज काट्ने तरिका हो है हाम्रो विनोद दाजुको तरिका ल ल हाम्रो अब नमिन्द्रले पनि ल ल यो चाहिँ होइन तिमी आऊ यहाँ तिमीलाई पनि हान्दिउँ हान्नु नि त श्यामलाई हो नयाँ आइडिया के को लागि यसो भाइ टेक्नोलोजी 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 कस्तो फिल भइरहेछ यसरी प्याज काट्दाखेरि एकदम गर्व फिल भइरहेको एकदम साकार भयो ओके अनि दाजुलाई चाहिँ हेर्दै कुरा पुरा ऱ्यापर जस्तो देखिरहेको यो हाई सेफजी ओइ हेलो यो चाहिँ हाम्रो स्पेसल मसला नेपाली टाइपको यो नगरी त मासै मिठो हुन्न भन्छन् के गर्ने गाइजहरूलाई गाह्रो छ यो चाहिँ मेरो चाहिँ हेलो बिनु ग्रुप चार घन्टा भन्नु हो एक घन्टा कति हो धनियाँको 10 रुपियाँ दुईटा हो हो र अहिले हामी चाहिँ बेलुकाको खाजाको लागि डिनरको लागि चाहिँ मटन बनाउँदैछौँ यता चाहिँ हाम्रो मटन छ जन्म भएको छ जो क्रिस प्रभु हुनुहुन्छ कुनै क्रिसको जन्म उत्सवमा हामी भेला भएका छौँ आमेन
झिलिमिली चारैतिर बत्ती बलेको अँध्यारोलाई चिनेर जति चम्कियो आशा छँदै खुसी बाँड्दै हामी हिँडेको यो क्रिसमस हो यो क्रिसमस हो यो क्रिसमस हो यो क्रिसमस हो सिरिरी चिसो चिसो बतास चलेको स्वर्गले पृथ्वीलाई उपहार दिएको नाच्दै अनि भजन गाउँदै हामी रमेको यो क्रिसमस हो यो क्रिसमस हो यो क्रिसमस हो यो क्रिसमस हो
पुराणमा भनिएको थियो कि हेर्नुहोस् एकजना कन्याले गर्भ धारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन्।